ओके अलराइट गाइज है सो निस्किसकेका छौँ आज पनि राइडमा सदाको जसरी स्याटरडे है भ्लग चाहिँ एकदमै ढिला आउने भएको छ होइन किनभनेपछि त घराइसी कामले गर्दाखेरि एडिट गर्न भ्याएकै छैन पुरानै भ्लगलाई यार होइन सो मिलाएर गर्नुपर्ने हुन्छ ओके वेलकम ब्याक टु माई युट्युब च्यानल विवश मोटो भ्लग्स फाइनल्ली म चाहिँ आज नेक्स्ट लेभलको ठाउँमा जान लाग्दैछु होइन सो हामी चाहिँ आज एकदम थोरै पर्सन छौँ होइन 2 जना मात्रै जान लागेको छौँ होइन केटाहरू चाहिँ उता ढोरपाटन गइसकेको छ होइन केटाहरूसँग चाहिँ जान पाइएन सो सरी त्यसको लागि है अनि हाम्रो चाहिँ यहाँनिर सुमन भाइ छ आज मसँग होइन ब्याक साइडमा सपोर्टर अनि हाम्रो दोलाखाली राइडर हुनुहुन्छ है ठिक छ नि हिरो बनेर आएछ त अलिक छिटो गर्नुपर्छ नि चस्मा लाऊ है त हाम्रो सुमन ब्रोलाई चाहिँ भेटिसकेको छ होइन सो अब केटाहरूलाई चाहिँ भेट्न बाँकी हो है मैले हेरेको मासला बिचमा मान्छे ओह्रालेर हिँड्ने माखुरी अहिले त अनि भिडियोकै आधारमा काटिदिने रे नि त यहाँबाट चाहिँ हामी भित्र छिर्छौँ है ओके गाइस हामी चाहिँ यता यो मञ्जुश्रीको पार्कपट्टिबाट झरेको हो होइन ट्याक्क लाएर अब चाहिँ यहाँबाट हामी जान्छौँ है केटाहरूलाई भिडिसकेको छ फाइनल्ली है अब चाहिँ हाम्रो नन स्टप यात्रा हुन्छ होइन त्यही नै हो है के गर्छ जाँठा बिच बाटोमा के गरी कुदाउँछ नि यार त पानी पर्यो भनेपछि चाहिँ खुलित हुन्छ होइन भाइ गर्ने भयो भने चाहिँ पौडी दामी होला त छ है तर त्यहाँनिर लास्टै भिड हुन्छ नि भाइ मान्छे यार कता कता साथीले मामालाई सोध्यो फेरि फाइनली दक्षिणकाली मन्दिर आइसक्यो होइन अब यहाँबाट चाहिँ कति घन्टा लाग्ने हो थाहा छैन होइन लाइन हेर न भाइ आम्म ओइ अलि अगाडि लैजाऊ ल माखुरी त्यही त हो नि मन्दिर यहाँबाट चाहिँ हामी हेटौडा जाने बाटोतिर लाग्दैछौँ होइन ट्याक्क लाएर ए पुल खोइ यहाँ रहेछ यहाँ बाइक त लिन पाउँदैन होला है यो हल्लिन्छ होला क्या यत्रो लामो छ एकदम हाइटमा छ है पुल त दामी रहेछ हौ है यहाँबाट रहेछ जाने नजाने के जानु
के जानु यहीँबाट हेर्ने नि यसो अहिले अहिले आउँदाखेरि चाँडै भयो नि हुन्छ बबाल बबाल मा कसम यिनीहरूले धुलो आउने भयो क्या एउटै लेभलमा हिँड्नुपर्छ क्या अनि धुलो आइँदैन अन्त त मार्छ त हौ ओ दामी दामी ओके फाइनल्ली हामी चाहिँ कहाँ हो साथी हो डाँडामा आइरहेको छौँ होइन त्यहाँनिर चाहिँ अघि झोलुङ्गे पुल देखिरहेको थियो अब यो चाहिँ कुन ठाउँ भन्ने कुरा चाहिँ अलिक एक्ज्याक्ट थाहा भएन होइन जे भयो नि दामी रहेछ यसो फोटो सेसनहरू गऱ्यो होइन सो त्यही हो अब चाहिँ हामी लाग्नेछौँ बाटो है रेडी हेलो त्यसो चाहिँ नगरौँ होला 12 प्रो ओए मा कसम हामी चाहिँ लाग्दैछौँ होइन वाउ दामी दामी साथीले चाहिँ मेरो भिडियो खिच्दैछ अगाडिबाट होइन दामी आइरहेको छ यो भाइ त्यो कपडा हो कि झोला हो पछाडि भिरेको म त अन्यल न पऱ्यो आऊ डार्लिङ तिमी र म सेल्फी हानौला यो हामी सायद खोलै खोला कता जानुपर्छ कि यता जस्तो लाग्यो हो त्यहाँ अहिले सोध्नुपर्छ वाउ दामी छ यार ओइ मा त्यहाँ त दुलो भएछ भाइ हेर वाउ बब्बाल छ हौ बब्बाल खोलातिर लानुपर्छ है छैन जाउँ क्यामेरा त सब भिजे बहुत मजा आ गया झुक्किरा होने भिडियो बनाऊ भने होइन पार्टनर ए भाइ बिस्तारै टेक है यो त अफरोडमा अलिक गाह्रो छ है बाटो भुलेर हामीले त्यो सोध्यौँ है त्यही नै हो नि त तरिका ऊ ओ ठिक छ दामी
यो हो नि त तरिका होइन मान्छे त प्याक छ भन्छ त माग कसम यार भाइ यो पार्किङ गरेको भाइले आयो ठिक छ अलिक धेरै पार्किङ गऱ्यो भने तल खोलामा पुग्छ नि फेरि माटोले बिस्तारै केटा हो बिस्तारै वाइट ओइ बिस्तारै केटा हो राम धुलो उडाएर मार्ने भयो त यार ओइ आयो ए लामलुम नहालेर कहाँ साथी यार लोड्यो केटा झन्डै यार त्यो लेडिजहरूले हो क्या यहीँ पनि नुहाइरहेछ त मान्छे त यार जुत्ता भित्ने भइगयो त यहाँ आइपुगेको क्या उताबाट जानु न जम बाइकहरूलाई चाहिँ कट्न दिउँ न पुरै जाम त मान्छे लिएर आइरहेछन् पुरै जाम पो पर्दो रहेछ त यार आज त वेट सिस्नेरी वाटरफलमा त के हो त यस्तो वेट लाएर काँड्यो सिस्नेरीको भाइरल वाटरफलमा चाहिँ आइयो तर यहाँनिर आउँदा अर्कै देखियो क्या यो त मान्छे कम भएको अरे गाई चाहिँ यहाँनिरको इन्भाइरोमेन्ट यस्तो छ अनि यो भित्रको इन्भाइरोमेन्ट चाहिँ रहेर त यहाँनिर कति हो यार मान्छे कहाँ मान्छे माथि हाम फाल्ने हो र गएर जम्प गर्ने हो र यसो सोच्दाखेरि चाहिँ स्विमिङ गरेला त लागेन के छ काजिराइड स्विमिङ गरेला त हामी कि हान्ने हो गएर एक्सपेक्टेसन भन्छ रियालिटी अर्कै छ होइन मान्छे कति हो यार पुरै जाम छ कोटेश्वरको जाम जस्तै छ यार के छ राइडर साथी हान्ने हो कि नहान्ने हो मान्छे टाउको माथि हान्ने चाहिँ हो पानी छैन जस्तो छ मान्छे माथि खेल्ने है टाउका टेक्ने सुमन ब्रदर हान्ने हो कि के हो होइन यहाँ आइसकेपछि नानीको जाने कुरा हुन्छ यतिको हुनु पऱ्यो क्या छोर पानीमा एकचोटि डुबेर पनि आइन्छ गुड पर्सन ओके हामी चाहिँ टिकट काट्छौँ है ओए लिइसक्यो भाइ लिइसक्यो भाइ यहाँबाट माथि जानलाई नि टिकट हो यहाँबाट छिर्नलाई टिकट हो छ किन ए हामी यतै ल्याउँछौँ फोहोर टिकट चाहिँ कति देखाउनु पऱ्यो होइन टिकट यहाँ छ यसमा लेखिदिनु
ए हो त्यसमै लेख्छु हुन्छ छैन छैन के पनि छैन ओके हुन्छ दाइ दाइ माथि पोखरी छ कि छैन ए तर यो चाहिँ ठुलो रहेछ होइन एउटैमा हो ओके मिलिसक्यो है त हाम्रो टिकट चाहिँ डिपोजिट राख्नु पर्दो रहेछ फोहोर हुन्छ भनेर ठिक छ यो सिस्टम पनि रमाइलो लाग्यो खुसी लाग्यो टिकट ए उ यहाँ छ 4 जना यस ओके इन्ट्री भइसक्यो है त हाम्रो अब चाहिँ मोबाइल थन्काउनु पर्ला जस्तो गाइड के हो यस्तो ओइ कताबाट जाने हो कसम अब टक्का खेलिराखेका छौँ होइन त्यही हो है त गाइड